17 वर्षीय लेग स्पिनर युवराज खत्री नेपाली क्रिकेटको उदाउँदो सम्भावना बनेका छन्। U19 टोलीबाट सम्कदै आएका उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणको दोस्रो चरणका लागि छनौट भएका छन्। मुख्य प्रशिक्षक स्टुअर्ट लले सार्वजनिक गरेको 25 सदस्यीय प्रशिक्षण टोलीमा उनले पहिलोपल्ट स्थान बनाएका हुन्। आइसिसी U19 विश्वकप एसिया छनौटमा उत्कृष्ट प्रदर्शन गरेका युवराजले सिनियर खेलाडी विरुद्ध समेत प्रभावशाली बोलिङ गरेका छन्। गत मङ्सिरमा U19 एसिया कप खेलेका उनी सेलिब्रेसनका क्रममा घाइते भएका थिए। लामो विश्रामपछि पुनः फर्किएर उनले विश्वकप छनौटमा 9 विकेट लिँदै समर्थक र प्रशिक्षकको मन जिते। अछाममा जन्मिएका युवराजले सुदूरपश्चिमबाट U19 घरेलु क्रिकेट खेल्ने गर्छन्। हाल काठमाडौँमा बसोबास गरिरहेका उनलाई प्रारम्भिक प्रशिक्षणमै हेड कोच लले विशेष चासो दिएका थिए। युवराजको प्रतिभा अब केवल U19 स्तरमै सीमित रहने छैन। दोस्रो चरणको बन्द प्रशिक्षणमा समावेश हुनु उनको क्षमताले राष्ट्रिय स्तरको मान्यता पाएको संकेत हो। राष्ट्रिय टोलीमा युवा खेलाडीको प्रवेश कठिन हुने वातावरणमा युवराजको छनौटले नयाँ पुस्ताका खेलाडीलाई प्रेरणा दिने निश्चित छ। नेपालको लेग स्पिन विभाग लामो समयदेखि सन्दीप लामिछानेमाथि निर्भर रहँदै आएको छ। उनी करिब 1 दशक यता राष्ट्रिय टोलीका प्रमुख लेग स्पिन विकल्प बनेका छन्। तर पछिल्लो समय चोट र फिटनेसका कारण उनी निरन्तर रूपमा टोलीमा रहन सकेका छैनन्। सन्दीप केही महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सिरिजमा अनुपस्थित रहँदा नेपाली टिमले लेग स्पिन विभागमा विकल्पको अभाव महसुस गर्नु पर्यो। यही सन्दर्भमा युवराजको उदयलाई नेपाली क्रिकेटले आशाको किरणका रूपमा हेर्न थालेको छ। सन्दीपको अनुपस्थितिमा राष्ट्रिय टोलीले लेग स्पिनको भरपर्दो विकल्प पत्ता लगाउन सकेको थिएन। तर अब युवराजले त्यो खाली स्थान पूर्ति गर्ने सम्भावना देखिएको छ। उनी त्यसमा पास हुन्छन् वा फेल त्यो त आगामी भविष्यले निर्धारण गर्ने नै छ। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। धन्यवाद।